ल सो गाइस आइरहेको छु। अहिले काभ्रेली सम्धीको धेरै ट्रेन्डिङमा परेको छ टिकटकमा एकदमै होइन। काभ्रेली सम्धीसँग जोइन हुन मन छ भने मलाई सम्पर्क गर्नु होला भनेर भन्न त मिल्दैन, किनभने हामी सिन्धुपाल्चोकी परेनौँ। अब काभ्रेली सम्धिनीहरूसँग चाहिँ भेट गर्न मन छ भने मैले चिनेको छु दाइहरू, जोइन गरिदिउँला। कति हो होइन। र उनीहरूसँग अब जोइन हुनको लागि चाहिँ तपाईँहरूलाई चाहिने धेरै कुराहरू चाहिन्छ। अब हाम्रो जस्तो चेट्टो बारी पनि हुँदैन, यस्तो फुलेको यस्तो झ्याउरी परेको पाल्ने हुँदैन। त्यही भएर गाह्रो छ काभ्रेली सम्धीहरूसँग मिल्नलाई। हामीलाई जस्तो डान्स, हाम्रो जस्तो त्यो छेउको भित्ता र कुना भित्ता जस्तो डान्स पनि मिल्दैन। उनीहरूको डान्स त खतरा उफ्रिने खालको हुन्छ। त्यही भएर काभ्रेली सम्धिनीहरूसँग चाहिँ टक्क लाएर जोइन हुनको लागि चाहिँ अब सबिन थापालाई सम्झिनु होला। यो हो सबिन थापा ब्लग। म चाहिँ आज नुवाकोटको किस्पाङ भन्ने ठाउँमा आएको छु। एकदमै दुःख कष्ट हुने रहेछ। कृपया तपाईँहरू चाहिँ एकदम विचार गरेर आउनु होला। बाइकमा आउनुहुन्छ भने चाहिँ ठिकै नै हो, तर गाडी लिएर आउँछु भन्नु भने चाहिँ नो चान्स। म चाहिँ लाइफमा अहिले पनि मुटु हल्लिरहेछ कसरी फर्किने होला भनेर। यस्तो गिदी बाटो छ कि गाडीको पार्ट पुर्जा पुरै झर्छ। सो त्यसैले यही हो हाम्रो किस्पाङ भन्ने। यो चाहिँ भेडा फार्महरू रहेछ। ठिकै छ त्यस्तो पनि होइन, आउनलाई चाहिँ धेरै कष्ट गर्नुपर्छ। सो ल, काभ्रेली सम्धिनीहरूसँग चाहिँ जोइन हुनु मन छ भने सबिन थापालाई चाहिँ फलो गर्नु होला है त। नयाँ आइडी छ, एकदम सपोर्ट गर्नु होला। हस्त नमस्ते गाइस।